हेलो गाइज, वेलकम छ सम्पूर्ण साथीहरूलाई। यता हामी चाहिँ आज दाप्चाको ऐतिहासिक तथा धार्मिक स्थल कोटकाली मन्दिरमा छौँ। यहाँ माथि डाँडातिर यहाँको भ्यूहरू चाहिँ यस्तो छ, चट्ट लाएर हामी चाहिँ धेरै समय पश्चात यहाँनिर यसो यो ठाउँ अवलोकन गर्न आएको हो। अहिले चाहिँ धेरै कुराहरू परिवर्तन भइसकेको रहेछ है। धेरै संरचनाहरूमा चाहिँ अलिक सुधार आएको जस्तो देखियो मैले। जे होस्, उता माथि र मन्दिरहरू पनि राम्रोसँग बनाइएको रहेछ। यता चाहिँ शौचालयहरूको यताउति सबै व्यवस्था छ। यहाँ चाहिँ अब यो राँगो ढाल्ने ठाउँ हो यो दसैँमा। यहाँको चाहिँ छुट्टै किम्वदन्ती कथा र विशेषताहरू पनि छ भन्ने कुरा छ है। अब मलाई चाहिँ त्यो त्यति राम्रोसँग चाहिँ एक्सप्लेन गर्न मलाई आउँदैन यसको बारेमा, यानि मलाई त्यति धेरै थाहा पनि छैन र आउँदैन पनि भनौँ है। अब हामी त्यहाँ मासतिर लाग्छौँ। यता चाहिँ यस्तो छ, यहाँतिर टकटुक वरिपरि मान्छे बसेर त्यहाँ देखाउन मिल्छ। उता खानेपानीको ट्याङ्की, हामी यता यो बाटो लाग्दैछौँ। सर्लक्क लाएर यहाँ कति वर्ष भयो होला यो रुखहरू, वृक्ष रुखहरू छ। अनि यहाँबाट यता जाने ठाउँ चाहिँ यस्तो छ। अब यो भयो मन्दिर, यो चाहिँ मन्दिर परिसर भयो। यहाँ घन्टी पनि छ है, एकचोटि यो बजाउन नै मिल्छ। ल तपाईँहरूलाई अब यता तपाईँहरू दाप्चा साइडतिर घुम्न आउनुभयो भने, नवबुद्धतिर घुम्न आउनुभयो भने यो ठाउँमा पनि भिजिट गर्न सक्नुहुन्छ। यहाँबाट यस्तो भ्यूहरू देखिन्छ, वरिपरि राम्रो भ्यूहरू देखिन्छ। यहाँतिर बस्ने व्यवस्था पनि छ। अब यहाँ मन्दिर त बनाइयो, यहाँको देवताहरू चाहिँ यहाँनिर स्थापना गरेको छैन जस्तो लाग्यो मलाई। अनि यता यस्तो छ, यहाँबाट भ्यू चाहिँ राम्रो देखिन्छ है। अब म उतातिर पनि देखाउँछु, उता पनि सानो घन्टी राखेको रहेछ। अब यस्तो छ यहाँतिर चाहिँ गाइज, यहाँबाट चाहिँ सडक लाएर उता नवबुद्धहरू पनि हेर्न सकिन्छ राम्रैसँग है। यो चाहिँ अब दाप्चा एरियाको सबैभन्दा अग्लो भ्यू पोइन्ट हो। अब यहाँबाट धेरै ठाउँ हेर्न सकिन्छ है, धेरै ठाउँको भ्यूहरू देखिन्छ। सो म घुम्दा घुम्दा यतै आइपुगेछु। यतातिर उता यो मन्दिरको भगवानहरू चाहिँ स्थापना नगरिकन यतापट्टि राख्नु भएको रहेछ, यतै रहेछ के अरे यहाँभित्र है, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अब कुन दिन उतापट्टि सार्ने योजना होला, जहाँसम्म मलाई लाग्छ। अब तपाईँहरूलाई यो ठाउँ कस्तो लाग्यो प्रतिक्रिया पनि दिनुहोला। यता हाम्रो साथी पनि छ। अहिले चाहिँ साँझको 6:37 बजेको छ। 6:37 को समयमा यहाँबाट भ्यू यस्तो देख्न सकिन्छ। हुन्छ, यहाँबाट दाप्चा बजार देख्न सकिन्छ, यस्तो स्मुथ, यस्तो राम्रो है। लगभग साँझको 6:39 मिनट गइसक्यो। यो समयमा चाहिँ यहाँतिरको भ्यू यस्तो छ। अब यतातिर हतार भएको हाम्रो भाइ पनि छ एउटा, अति हतार भइरहेछ उसलाई चाहिँ। अब मामा तपाईँलाई कस्तो लागिरहेछ यो ठाउँमा? यो ठाउँ आउनुभयो एकदम घुम्न आउनु होला। अब यहाँबाट नवबुद्धहरू देखिन्छ। अब यो यहाँबाट कुन चाहिँ यो नवबुद्ध भाइ बाबु आउ जाने। अब यो खासमा हामी यताबाट जानुपर्ने अघि नै होइन, यहाँबाट यहाँ माथि नै ठिक छ। उताबाट गयो नि, अब जहाँबाट गयो नि पुग्नै हो, त्यही त्यस्तो समस्या छैन।
हजुर अब यहाँबाट हामी चाहिँ भकुण्डे बेसी पनि देख्न सकिन्छौँ। अब यो चाहिँ भकुण्डे बेसी हो यो चाहिँ होइन, ट्याक्क यहाँभित्र चाहिँ अब चट्ट लगाएर यो खानेपानीको प्रोजेक्ट हो। यो पनि नै नै यो माथिको यो चाहिँ यो कड्काली समितिबाट बनाएको हो। त्यही भएर यहाँको बाटोहरू चाहिँ यस्तो छ। हामी अघि माथि आउँदाखेरि चाहिँ भिडियो बनाउन पाएनौँ, हामीले भिडियो बनाएनौँ है। तर यहाँ टक 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 लाएर धेरै छ है। ल मामा मैले अहिलेसम्म बिहे गरेको छैन यत्रो त्यो त्यसले अब बुढी है कोलै छ अब के गरे हो कसरी गरे हो मामा तपाईँलाई कस्तो लागिरहेछ यहाँतिर रमाइलो है अब यता हेर्नु सर्लक्क लगाएर यता बाटो यता हिमाल पनि देख्न सकिन्छ। खै हिमाल चाहिँ देख्दैन जुम गर्दा देखिन्छ देख्ने रहेछ यार ल ठिक छ हिमाल देखिन्छ तेमाल देखिन्छ हिमाल देखिन्छ तेमाल देखिन्छ सबै देखिन्छ यहाँबाट। तपाईँहरू यदि कोटकाली आउनु चाहनुहुन्छ भने चाहिँ अब यहाँबाट जानुपर्छ यो ठाउँबाट सर्लक्क यहाँ यो इन्ट्रेन्स चाहिँ एकदम दामी पाराले सजाएको छ है। नेपालको झन्डा दुईवटा देख्नुभयो तपाईँहरूले बुझ्नु होला। दाब्जा क्षेत्र आउनुभयो भने